गाइस देखो ना गाइस, देखो ना गाइस, देखो ना क्या है ये गाइस, देखो ना गाइस। हेलो गाइस, ल वेलकम छ है त फेरि पनि अब नयाँ भिडियोमा। आज हामी कता जाँदैछौँ भन्ने अब थाहा नै छैन। मैले बल्ल सोच्दैछु, अभिषेकलाई त थाहा नै छैन होइन। अब हेरौँ कहाँसम्म पुगिन्छ। चाहिँ हामी भैरवा गणेश मिष्ठान भण्डारमा गणेश भगवानको आशीर्वाद गर्दै त्यसरी हेर्दाखेरि अब नास्ता खाने टक्क चाहिँ त्यसो चल्दिने होइन, जहाँ भयो नि हुन्छ नि होइन। अब यो गाडी मोस हालेर टक्क हाम्रो यात्रा सुरु। ल पानी पर्न लाग्यो, त्यही भएर हामी टक्क रोकेर रेनकोट लगाएर होइन रेडी भन्छ। दुकान छ है दाजन क्या हामी भाइब त क्या दामी। ल मौसमले पनि टक्क सब चिज छ हामीसँग रेनकोटदेखि लिएर। अब स्कुटरले साथ दिनु पऱ्यो, मेन त्यही हो। ल अहिले चाहिँ हामी यहाँ तौली आइपुग्यौँ। भर्खर यहाँ तेल हालेर फुल ट्याङ्की हाल्यो होइन। यहाँ हामी फेरि अहिले यता पानी नै परेको छैन आएको छ, उता पुरा पानी परेको थियो होइन। अब यहाँबाट तौलिया बजार हुँदै देखाउँछु त। मेरो मामा घर यही हो कि ए कसैले ल शिवालय मन्दिर रहेछ, सोलेश्वर मन्दिर, शिवालय मन्दिर। जय भोलेनाथ, जय भोलेनाथ। भान्डा आइज गोरखपुर जाने त्यहाँबाट अर्को बोर्डर साइडबाट जाने हो। यता झन् तौलिया मार्केटबाट हामी बाहिर निस्केर अब यो बाटो गोठसिंह सिधा हामी गोठसिंह निस्किन्छौँ। गोठसिंह निस्केपछि अगाडि देखाउनेछौँ। हामी गोठसिंहको हाइवे निस्किसकेका छौँ। किलौरा कोट उता सिधा जाने, हामी त माथि जाने। अहिले हामी अब कम्ती खर्च जाने यहाँबाट भित्र गएर फेरि एउटा टर्निङ राइट टर्निङ हानिसकेका छौँ। जहिले पनि राइट टर्न हान्नुपर्छ जहिले राइटमा। ल अहिले चाहिँ हामी यो माथि उकालो चढ्दै हो होइन, मन्दिरतिर जाने। यहाँ सब त गाडी यस्तो रफ्तारमा आएको छ। अनि यहाँ अब हामी कफी खान रोकेछौँ। टक्क यहाँ कफी मजाले यस्तो भ्यूमा इन्जोय गर्दै सही छ। ल हाइवेमा बाटोमा पहिरो गएर यहाँ डोजरले बाटो क्लियर गरिरहेको छ। बाई बाई। कोही कहाँ देखियो सुबदेउराली, जय सुबदेउराली। लाउरी चप्केको त्यहाँ हो कालो, हाम्रो लाउरी चप्केको त्यहाँनिर हो। हाम्रो लाउरी होइन सरी, जो त्यहाँ सुबदेउराली माताको मन्दिरमा एकजना लाउरीले भाकल गरेको थियो अरे। त्यो भाकल पुरा नगरेर लाउरीलाई माथि देउराली माताले यहाँ चप्काइदिनु भएको पाहाडमा। यो हाम्रो इतिहासको पहिलाको कुराहरू अहिले पनि प्रचलनमा छ। र हामी फाइनली
यत्रो लामो सफरको पछि क्या चिसो यार। आमाको मन्दिरमा आइसक्न लाग्यौँ र आमाको मन्दिर आइसक्न लाग्दा नै मौसम यस्तो चिसो चिसो भइसकेछ। घामको नामो निशान छैन यहाँ। चारैतिर बादलै बादलले। भगवानको मन्दिर यहीँ अगाडि हामी त्यहाँ लागिसकेका छौँ। लाउरे दाजु सकिनु भएको त्यही हो। फाइनली आइसकेको छौँ। यो देउराली मन्दिर, ऐतिहासिक मन्दिर। अहिले हामी ट्याक्कै यहाँ सुब्बा देउराली मन्दिर आइपुग्यौँ। अब यहाँ मन्दिरमा चढाउनको लागि प्रसाद दिँदै बोलाएपछि त आइपुगिन्छ क्या। तर योपालि त हामी भगवान्ले पनि नबोलाइकन अनि भगवान्लाई नभनिकन आइदियो है। सुब्बा देउराली माताको मन्दिर। यो हेर्नुहोस् यहाँ ऐना कस्तो दामी पनि हुन्छ। यहाँ टक्क नरिवल फोड्ने ठाउँ त्यहाँनिर। अब हामी त्यहाँ नरिवल फोड्यौँ। अब यतातिर हेर्नु है पाहाड यहाँ छ। यहाँ झर्ना अभिषेक। अब यता हामी जाने माथि यहाँ टक्क डाँडामा नरपानीतिर। त्यसपछि उता पुगिन्छ कता पुगिन्छ भ्लगमा अगाडि भन्दै गर्छौँ। पुरै भ्लगमा साथ दिनुहोस्। के छ अभिषेक, ठिक छ? एकदम मन्दिरमा आएर झन् मन शान्त र यात्रा पनि एकदम झक्कास। यो झुलुङ्गे पुल पनि हेर्नुहोस् यस्तो हाइटमा छ होइन। टपमा त्यहाँबाट हेर्न पर्ने यहाँ तल कस्तो मजा आउने होला खोलामा। हाइटो यहाँ के अरे हाइटो पुग्यो अब पुग्यो के भन्छ त्यसलाई थाहा छैन होइन। कस्तो सुब्बा देउराली माता हामीलाई यहाँसम्म पुऱ्याउनु भएकोमा धेरै धन्यवाद गाइस। ल अहिले चाहिँ हामी अब सुब्बा देउराली मन्दिरबाट टक्क अब फेरि अब माथि नरपानीतिर जाँदैछौँ। पुग्यो होइन त अभिषेक? एकदम स्कुटरले अहिलेसम्म साथ दिइरहेछ। अझै माथि पनि चढ्न छ, धेरै साथ दोस् अझै होइन। अब यहाँ टोकरी यो चाहिँ हामीले फिर्ता गरेर प्रसाद लिएर अब हामी माथितिर जाने। अब हेरौँ कता खानेकुरा त अब यस्तो 5 बजिसक्यो। झन्डै 5 बजी बन्द हुने रहेछ मन्दिर। हामी ठ्याक्क जस भगवान् दर्शन गर्न लेखेको रहेछ त्यही भएर पुग्यो। र अब यहाँ टक्क यहाँ टोकरी फिर्ता गरेर हामी ब्याक टु होइन दिस वे। यस्तो झर्नातिर जाँदै हामी त्यहाँ त हामी देखेको छ तर यो अलिकति पोरो भयो प्लास्टिक मान्छेहरूले त्यालेर। त्यहाँ त हामी देखेको मिठो झर्ना। सक्सेस मिठो छ है, सक्सेस मिठो छ। क्या चल रहा है? दामी झर्ना होइन तर अलिकति यो चाहिँ पोरो भयो। प्लास्टिकहरू धेरै यहाँ यस्तो दामी यो मात्रै भएको क्या आयो हुन्छ। अनि यस्तो फोटोहरू हाल्नु भएन। यहाँ फोटोलाई टक्क पर्छ राखेर भिडियोहरू भयो त। अब खाना नास्ता खाने टाइम। अर्घाखाँचीको माछा, अर्घाखाँचीको ढेकुला फ्राई यो चाहिँ भुट्छन्। टक्क यो हामीले एक राउन्ड अहिले जाम्ला घुम्न यता बाहिरतिर खाइदिउँ। अर्घाखाँचीमा नाइट भ्यू हेर्न या नाइटमा घुम्नलाई हामी सर यसो मार्केटतिर निस्केको। मार्केट पनि बन्द भयो कि खुल्ला भयो थाहा छैन। त्यस अर्घाखाँचीको रातिको रमझम कस्तो हुने रहेछ। ल मार्केट त अलिअलि छ। रमझम रहेछ। दोकानहरू अलिअलि खुलिरहेको रहेछ। गुड मर्निङ। अहिले चाहिँ हामी यो सन्धिखरको बजार हो यो। अब यहाँबाट माथि हामी गइरहेछौँ रक गार्डन भन्ने ठाउँमा। यस्तो बाटो कालो झन्डै साथ दिइरहेछ हाम्रो एक्टिभाले।
होइन एकदम एकदम के छ मजा आइरहेको छ रमाइलो छ मस्त रमाइलो भइरहेछ अहिले हामी गार्डनतिर गइरहेको छौँ के गार्डन रे के भुल्ले यार रक गार्डन ल त्यही भएर अहिले चाहिँ हामी रक गार्डनतिर जाँदै यहाँ दामी पहाड हो के मजाको माथि रहेछ टपमा रक गार्डन आउनलाई टक्क बस पार्कदेखि सन्धिखरको बस पार्कदेखि राइट हान्ने त्यहाँबाट मान्छेहरूलाई सोध्दै सोध्दै आयो भने भइहाल्छ सिधै बाटो हो पिच रोड हुँदै हुँदै आउने हो ल हामी रक गार्डन पुग्न लाग्यौँ क्या दामी भ्यू यार टक्क बादलहरू गइरह यो नाङ्गो पहाड हो क्या धुआं तन्हार बदली चली आती है छूने पर कोई बदल मोस्ट ब्यूटीफुल प्लेस रक गार्डन इनका हाँसी किसी मंजर पर मैं रुका नहीं कभी खुद से भी मैं मिला नहीं ये गिला तो है मैं खफा नहीं शहर एक से गांव एक से लोग एक से नाम एक रक गार्डन किन भनिन्छ भन्दाखेरि यहाँ ढुङ्गै ढुङ्गा यस्तो पहाडमा छ के अनि उतातिर देखाउँछु सब हुस्सुलाएर ढाक्यो फेरि रक गार्डन फिर से उड़ चला मिट्टी जैसे सपने ये किताबी पलकों से झाड़ा फिर आ जाते अहिले हामी रक गार्डनमा यसो घुम्दै गार्डनमा तिल छ है फेरि झ्यार कतै झ्यार अरे तुम हो रक गार्डन रक्स है रक गार्डन भन्ने ठाउँमा एकदम रमाइलो लाग्यो तर यसमा अलिकति हाम्रो नेपालको राष्ट्रिय झन्डा च्यातिएको हुनाले अलिकति नराम्रो लाग्यो कृपया हाम्रो भिडियो जसले पनि हेर्नुहुन्छ अर्घाखाँचीले जो पनि सम्बन्धित निकाय हो यो झन्डा चाहिँ चेन्ज गरिदिनु होला मनैदेखि रिक्वेस्ट रह्यो हाम्रो ए मा खाइयो यार यहाँबाट त रक गार्डनको रक है कस्तो छ क्या अर्कै ढुङ्गा के सापला टाइपको हो कि के हो नेक्स्ट लेभल एडभेन्चर है त्यो पनि एक्टिभामा चाहिँ झन्डा चाहिँ चेन्ज गर्नु पर्यो अर्घाखाँची समिति सरकारका मेन मालिकहरूले है त चिल भाइब्स रक गार्डन रक्स रक दामी छ सुलाखा पुरा यो ठाउँ हेर्दा मलाई म भेजा हो कि के रहेछ यस्तो यो ढुङ्गा भएको ठाउँ यहाँ ढुङ्गा नि बबाल कि अर्कै टाइपको ढुङ्गा खायो खायो फेरि पछाडि ट्याक्क खासला त गइला अब चाहिँ हामी फर्किँदै रक गार्डनबाट हाम्रो स्कुटर यही माथि सबै हो क्या कडाइ छ नि होइन टक्कबी रक गार्डन पायो भयो भन्दै दामी लाग्यो ठाउँ अलि नयाँ कि केही नयाँ थियो कि यो पहाड देखिँदै सबै देखिँदै रकवाला पुरा टक्क कसम त्यो कतै जेहेर नै रहेछ अलिकति आउट अफ द बक्स लिभिङ द लाइफ टु द फुलेस्ट होइन अनि यो भिडियो चाहिँ हाम्रो स्पोन्सर भिडियो कसले के हो त्यो नभनौँ होइन त्यस्तै गर्दै गर्नुहोस् पछि भन्दै गरौँ ल गार्डनलाई पाएँ भन्दै होइन सी यु नेक्स्ट टाइम अरू गाइजहरूलाई लिएर आउँला होइन यो हेरेपछि चाहिँ खानु मन लाग्ला टक्कै दामी छ गाडी स्कुटरै आइपुगेछ होइन स्कुटर मजाले दामी
ठाउँ छ, मजाको भ्यू, बादल पनि हरिफमा आएको छ होइन, बेला बेलामा आछ गर्छ। ल अभिषेक के भन्नु छ? यस्तो सफा तल जानु अफ गरेर अनै गर यसले के कता अर्घाखाँचीको सकिसकेछ। अब हामी भैरवातिर फर्किने। अब हामी नरपानीमा गएर खाना खान्छौँ फेरि। अब भेटौँला फेरि नेक्स्ट टाइम, फेरि अब अर्को ठाउँ होइन। सजेस्ट गरौँ न कुनै एउटा ठाउँ दामी यो ठाउँमा भनेर, यो ठाउँ पनि दामी छ होला टाइपको। हामी बसेको होटल यही हो, द ओल्ड एभरेस्ट होटल भनेर। हामी अब अर्घाखाँचीलाई बाई बाई भन्दैछौँ होइन। हामीले नि बाई भन्यौँ, नानीहरूले नि बाई भने। अब हामी भैरवतिरको गन्तव्य स्टार्ट गरेर आएको छौँ। नरपानीमा हाम्रो खाना खाने सोच छ। नरपानीको अगाडिको हामी भ्यूजहरू कतिवटा देखाउँछौँ। अहिलेलाई फिलहाल बाई बाई अर्घाखाँची, बाई बाई, सी यू सुन। रुकेको छ मैले मिनी नरपानी भन्ने ठाउँमा। यहाँ एउटा टर्निङमा एउटा होटल मात्र रहेछ, स्टाफ होटल। मिनी नरपानीमा निम्बु पानी र यो सानो हल्का उ गरेछौँ। भित्र चिकन ग्रेभी र खाना गरेर दिइसकेको छौँ। अब दामी कटेज टाइपमा बाटोको साइडमा स्कुटर पार्क गरेर खोला त्यहाँ बगिरहेको छ मजाले, आनन्द छ। चिसो होइन, न गर्मी न केही। निउ पानी पनि बल्ल दामी भयो कि, हिजो खाएको कुनै के ब्रस्टको थियो यस्तो नमिठो। अब हामी खाना खाँदा है सिस्नोको सागसँग मुला र काँक्रोको अचार विथ खै अकबरे खै हाम्रो चिप्स, यो अकबरे चिप्स यो हाल्नु मजा। मिनी नरपानी स्टाफ होटल है, एकदम दामी मिठो घरवाला टाइपको खाना। तलको कटेजमा बसेर होइन, कस्तो लाग्यो त खाना? एकदम मिठो गजब। कति दाइले खिलाउनु भयो त्यो खाना हामीलाई। लजाउनुपर्छ, भित्र बस्नुपर्छ। ल फेरि आयौँ हामी सुपादेवली मातामा। ल जय माताजी, जय माताजी। ल रक्षा गर्नुहोस् भगवान्। अब हामी फर्किँदै हो। ल भगवान् रक्षा गर्नुहोस्। नेपाली बाहिरबाट आयौँ किनभने हामी खाना खाइसकेका छौँ। हिजो पूजा गरेर गएको। रक्षा गर्नुहोस् भगवान्, रक्षा गर्नुहोस्। के छु त रेस्ट मोड अन हो। भर्खरै कति भयो बस्दा बस्दा चलाउन नपाएर नि भेजा लाग्छ होला नि तिमीलाई। चलाउने बानी भइरहेको छ नि त। ल हामी अहिले यस्तो एकैछिन टी ब्रेक